लेवीहरूको पुस्तक अध्याय 26। आज्ञा पालनको प्रतिफल। तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाऊ अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड्याएर ती पुज्नलाई घोप्न नपर। म परम प्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरो सब्बात पालन गर र मेरो पवित्र स्थानको आदर गर। म परम प्रभु हुँ। मेरा नियम अनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यो भने म ठिक ठिक समयमा झरी पठाउनेछु र जमिनले उब्जनी दिनेछ र खेतबारीका रुखहरूमा फलफूल लाग्नेछन्। दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र रोपाईको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु पिउनुमा दुःख हुने छैन र देशमा तिमीहरू निर्धक्क हुनेछौ। म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ र तिमीहरूलाई कसैले तर्साउने छैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु अनि तिमीहरूको देशमा लडाईँ हुने छैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोत्तर पार्नेछौ। तिमीहरूका 5 जनाले 100 जनालाई र 100 जनाले 10,000 जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोत्तर हुनेछन्। म तिमीहरूमाथि निगाह राख्नेछु र तिमीहरूलाई फल्दो फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदा खाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्न चाहिँ हटाउनु पर्नेछ। तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा बास गर्नेछु। म तिमीहरूका बीचमा हिँडडुल गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू चाहिँ मेरा प्रजा हुनेछौ। म परम प्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहो भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएको छु। आज्ञा भङ्गको दण्ड। तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञा पालन गरेनौ र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने अनि मेरा सम्पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्यौ भने म तिमीहरूका बीचमा आतंक फैलाउनेछु अनि शरीर नष्ट पार्दै जाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदै लाने भयंकर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बिउहरू खेर जानेछन् किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्। म तिमीहरूको विरोध गर्नेछु र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन् र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ। तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको 7 गुणा बढी सजाय म तिमीहरूलाई दिनेछु। म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरू माथिको आकाश फलाम जस्तै र तिमीहरू मुनिको जमिन काँसो झै म तुल्याउनेछु। तिमीहरूको शक्ति खेर जानेछ किनकि तिमीहरूको जमिनले उब्जनी दिने छैन र देशका रुखहरूले फल दिने छैनन्। तिमीहरू मेरो विरुद्धमा हिँडेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो 7 गुणा बढी विपत्तिहरू तिमीहरूमाथि ल्याउनेछु। म तिमीहरूका बीचमा जंगली जनावरहरू पठाइदिनेछु जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन् र तिमीहरूका गाई वस्तुहरूलाई नाश गर्नेछन् अनि तिमीहरूको संख्या यति थोरै बनाउनेछन् कि तिमीहरूका बाटो सुनसान हुनेछन्। यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरुद्धमा हिँडिरह्यौ भने म पनि तिमीहरूका विरुद्धमा हुनेछु र तिमीहरूका पापका लागि म 7 गुणा तिमीहरूलाई प्रहार गर्नेछु। म तिमीहरूमाथि युद्धहरू ल्याउनेछु र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आफ्नो शहरमा जम्मा हुनेछौ। म त्यहाँ पनि तिमीहरूका बीचमा रुधी पठाउनेछु अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ। म तिमीहरूको अन्न
यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा 10 घरका आइमाईहरूले पकाउनेछन् अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्ने छैन। यी सब भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो विरुद्धमा हिँडिरह्यौ भने मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु र तिमीहरूका पापको लागि म तिमीहरूलाई 7 गुणा दण्ड दिनेछु। तिमीहरूले आफ्नै छोराछोरीहरूको मासु खानु पर्नेछ। म तिमीहरूका डाँडाका थानहरू नाश गर्नेछु। म तिमीहरूका धूपका वेदीहरू भत्काउनेछु र तिमीहरूका लासहरू आफ्ना मृत मूर्तिहरूमाथि फालिदिनेछु र म तिमीहरूलाई तिरस्कार गर्नेछु। म तिमीहरूका शहरहरू उजाड पार्नेछु र तिमीहरूका धर्मस्थलहरू शून्य पारिदिनेछु अनि म तिमीहरूका भेटीका मिठो बास्ना ग्रहण गर्ने छैन। म देशलाई नष्ट पार्नेछु। यी सब देखेर त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू अवाक हुनेछन्। म चाहिँ तिमीहरूलाई जाति जातिहरूका बीचमा तितर बितर पारिदिनेछु र नाङ्गो तरबार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका शहरहरू उजाड हुनेछन्। सुनसान हुँदा देशले आफ्ना सबातहरू भोग गर्न पाउनेछ र तिमीहरू चाहिँ आफ्ना शत्रुहरूका देशमा हुनेछौ। तब त्यसै समय देशले विश्राम लिएर आफ्ना सबातहरू मनाउनेछ। जति दिन त्यो सुनसान रहन्छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्यहाँ रहँदा सबातहरूमा नपाएको विश्राम त्यसले पाउनेछ। शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा पनि तिनीहरू शत्रुले खेरेझै भाग्नेछन् र बिना कारण लोट्नेछन्। कसैले नखेर्दा पनि तरबारदेखि भागेझै तिनीहरू भाग्नेछन् र एक अर्कामाथि ठक्कर खाँदै लोट्नेछन्। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्ने खडा हुन सक्ने छैनौ। तिमीहरू अन्य जातिहरूका बीचमा नष्ट हुनेछौ र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा खत्तम हुँदै जानेछ। तर यदि तिनीहरूले आफ्नै र आफ्ना पिता पुर्खाका पाप र मेरो विरुद्धमा तिनीहरूले विश्वासघात गरेको अधर्म र म प्रति देखाएको शत्रुता स्वीकार गरे भने, जसले गर्दा म तिनीहरूको शत्रु भए र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाए, यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने याकोब, इसहाक र अब्राहमसँग गरेको मेरो करारको साथै त्यो देशलाई पनि म सम्झनेछु। त्यो देश तिनीहरूले त्याग्नेछन् र तिनीहरू बिना उजाड रहँदा देशले आफ्ना सबातहरू भोग गर्नेछ अनि तिनीहरूले आफ्नो अधर्मको सजाय भोग्नेछन्, जुन सजाय मेरो विधान लत्याउँदा र मेरा विधिलाई तिरस्कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ। यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्छन् तब म मेरो तिरस्कार र घृणामा तिनीहरूलाई सखापै त पार्ने छैन र मेरो करार पनि तोड्ने छैन। म परम प्रभु तिमीहरूका परमेश्वर हुँ। तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्झनेछु। मैले तिनीहरूका परमेश्वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्य जातिहरूकै सामुन्ने मिश्रबाट निकालेर ल्याएको थिएँ। म परम प्रभु हुँ। सिनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परम प्रभुले मोसाद्वारा ठहराउनु भएका विधि विधान र नियमहरू यी नै हुन्।